माता त्रिपुरा भगवती साक्षात शक्तिकी देवी हुन्। बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका वाडा नम्बर 8 त्रिपुरामा अवस्थित माता भगवतीको पवित्र दिव्य मन्दिर अवस्थित छ। त्रिपुरा सुन्दरी माताको उदय अन्नको रणबाट भएको किम्वदन्ती रहिआएको छ। रण भन्नाले अन्दाजी 20 नाली अन्नको बोरासित जोडिने भएकाले रणसैनी माता पनि भनिन्छ। यस क्षेत्रमा माता भगवतीको उदय गाथा कयौं वर्ष पुरानो रहेको छ। सुनेका कथन र किम्वदन्ती अनुसार डोटीका राजा नागी मल्लको शासनकाल भन्दा पनि 3 पुस्ता अगाडि अर्थात् अन्दाजी 11औं शताब्दीतिर मौनीथर गरेका पुर्खा बेसार लिन जौको बोझो रोडी देवलबाट बोकेर यस स्थानमा उक्त भारी बिसाउँदा उक्त भारी पछि उठाउन नसकेपछि माता भगवती अर्थात् त्रिपुरा सुन्दरी माताको उदय भएको मान्यता रहिआएको छ। छोटकरीमा मान्ने हो भने 20 नाली बिउ खपत चौरमा रोडी देवलबाट आई स्थापित भएको धार्मिक मान्यता रहिआएको छ। अर्थात् नागी मल्लको शासनकाल 14औं शताब्दीतिर थियो भने 3 पुस्तालाई अन्दाजी 200 वर्ष पनि मान्ने हो भने 11औं 12औं शताब्दी यानि कि आजभन्दा लगभग 900 वर्षभन्दा पहिला माता भगवतीको यस ठाउँमा उदय भएको मान्यता रहँदै आएको छ। यही लेख मन्दिर परिसरमा रहेको शिलालेखमा समेत उल्लेख गरिएको छ। यस मन्दिरमा लगभग हरेक महिनाको संक्रान्तिका दिन, पूर्णिमाका दिन, सम्भावित चैत्र महिनामा पर्ने नवरात्रिमा र असोज कार्तिक महिनामा पर्ने नवरात्रिमा पूजा हुनुका साथै असारे जात र कार्तिक मन्सिरमा पर्ने जातमा यस मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्छ। हजारौं मान्छेहरू नेपाल लगायत छिमेकी राष्ट्र भारतबाट समेत यस मन्दिरमा दर्शन गर्न आउँछन्। माता भगवतीको दर्शन पाउनाले जीवनको कष्टकर यात्रा सहज हुने मान्यता छ। यस मन्दिरको नजिक उत्तरतर्फ करिब 5-6 किलोमिटर टाढा भारतको सिमाना छ। नजिकै महाकाली नदी छ। पूर्वमा माता निङ्गला सैँडी मन्दिर छ भने दक्षिणमा ग्वाल्लेक केदार धुराधाम समेत रहेको छ।